देखाउनु खोज्छ हौ यसले के हो लौ अझै कहाँ यसलाई झापड दिन्छु अहिले मान्छेको खुब राम्रो लागेछ देखाउनु त्यहाँ घिन लाग्दो चिजहरू कति मन पर्छ हो यसलाई किन नै भनेर ल्याएको त अब त्यो कुन्चेले हो त अनि के गर्ने अब हग्यो होला नि कुन्चेले खुब मिठो लाग्यो त ए झक्च लान्छ कि केटीले त बेकारमा के नै छ भन्दै हुत्ताउँदै लिएर त्यही कान्चु अरे हेर त बदमासी कहाँसम्म छ यो जा गएर टेक त कता कता गर्दै खेल्छ यो बन लगाइदे आज तपाईँ एउटा चिज देखाउनु छ अब त हेर्दिनँ नि के पनि राम्रै चिज पनि हेर्दिनँ म अब हिँड्नु तपाईँ त खोइ नानी गर्दै आउँदो रहेछ नेबारो खाने नेबारोको फल यस्तो हुन्छ यार के खाम हौ इस कति राम्रो ठम पर्दैन किन यति फुला सोधेर मैले टिप्नु यतिकै टिप्नु हुन्न ल हेर्नु साथीहरू नेबारो भन्छ हामीले तपाईँले के भन्छ हेर्नु त ए कति राम्रो फलेको यो खानु पनि हुन्छ थाहा छैन खै देखा काँचो छ होला नि त्यही हो पाक्यो भने चाहिँ अलिक गुलियो हुन्छ जस्तै लाग्छ सानोमा खाएको थियो त हामीले पाक चाहिँ गिल्लो हुन्छ क्या यो त उयो छ नेबारोको छाम त गिल्लो छ भने टिप छैन गिलो यति है छोड्दै भोलिपछि पाक्यो भने खाने यो त झन् सानो कहाँ हुन्छ यिनीहरू त यसै भित्रमा टिपेर त भोलिपछि खानुपर्छ यसलाई ए साथीहरू हेर्नुहोस् त नेबारोको फल नेबारो भन्छु हामीले यो पत्ता ठुल्ठुलो पत्ता हुन्छ यो रुख अनि यसरी यो पाक्यो भने खाँदा गुलियो खल्लो गुलियो हुन्छ इन्ट्रेस्टिङ चिज देखाउँछु भयो कति मजाले फलेको छ हौ एउटा त राम्रो होला नि एउटा त पाकेको छैन अहिले उठ्यौँ पाके छैन हरियो छ के अलिक पाक्यो भने अलिक गिल्लो हुन्छ त्यो भयो त्यत्तिकै त्यो नाश नगर त चढ ल तामुल गाछ